के गर्नु कबड्डी जाँदैनस् अरे तँ लाज हुँदैन रुनु कबड्डी जानु नपाएर रुन्छेस् तँ लाज हुँदैन तेरो इज्जत छ छैन अलिकति त्यो भरे हात खुट्टा लड्छ भात चाहिँ त्यो कसले बनाइन्छ ल्याएर कबड्डी जानु अरे ल्याएर कस्तो इज्जत बिनाको मान्छे जति ठुलो भयो तेरो त्यति इज्जत सकिन्छ त लाज हुन्छ हुँदैन हो त खेल्नेहरू त हामीले नपठाएको त नि हामी खेल्दा त सुरक्षित तरिकाले खेलिहाल्छ नि केटाकेटी गएर लड्छस् खुट्टा भाँचिन्छ अहिले बिस्तारी पक्रिन्छ गएर होइन तँलाई म पक्रेँ है म बल नगर भन्ने आउँछ केटीहरू चाहिँ कबड्डी खेल्नु जान नदेखेरै रुँदो रहेछ हामी पहिला केटाकेटी कुटाइ खाँदा नि रुँदैथ्यौँ कस्तो त चाहिँ याद रह्यो अहिले जान्छस् कता हिँडेको जस्तो तँलाई हेर्न त्यो जन्मदातालाई राख जानु पर्दैन त्यो राख जन्मदातालाई राख्थ्यो अहिले जान ल्याएर 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 तँलाई कबड्डी जान्न मात्रै रुन्छेस् लाज हुँदैन यत्रो ठुलो भइसक्यो अलिअलि इज्जत पनि हुन्छ नि हौ यस्तो महँगो महँगो लुगा लाएर हुन्छ त्यो लुगाको पनि इज्जत गरिनुहोस् अहिले त ल्याएर